हेलो गुड मर्निङ सबैजनालाई। हेर्नुहोस् है हाम्रो घरको नजारा चाहिँ यस्तो चाहिँ घाम लागेर एकदमै दामी भइरहेको छ हो। एकदमै दामी देखिरहेको छ, घाम यस्तो मजाले लागिरहेको छ बाहिर हो। म किचनमा जाँदैछु, एकदम म भाइलाई देख्दैछु यहाँ सिँढीमा, यता डबिङमा, यहाँ पेमा। यहाँबाट आमा चाहिँ एकदम के गर्नुभएको आमा? आमा के केलाउनु भएको? यही आमा निङ्ग्रो केलाउनु हुँदैछ अरे हो। के अरे भाइ? बिहानको मर्निङ टी चिया पिउँदैछ हो। सबैजना आफ्नो आफ्नो धुनमा बसिरहेको रहेछ। म पनि अब चिया पिउन आएको। उठ्नु चाहिँ अघि आएको तर चिया पिएको थिएन, किनभने पेमा पुरा ढिलो उठ्छ हाम्रोमा। पेमाले मात्रै मिठो चिया बनाउँछ, त्यही भएर पेमा चिया पर्खिरहेको थियो तर एकदमै ढिलो उठेको कारणले गर्दाखेरि चाहिँ अहिले मात्रै यहाँ चिया पिउँदैछ। म चाहिँ अहिलेसम्म पेमाको हातको चिया पर्खेको थिएँ तर पेमाले चाहिँ मेरो कपमा चिया हालिदिएको छैन रहेछ हो। यहाँ आमाले चाहिँ एकदम चिकन सुप बनाउनु हुँदैछ अहिले यहाँनिर। चिकन पाक्दैछ बस्तीको एकदम। मेरो यहाँ चाय चाहिँ रेडी भएको छ विथ बिस्किट। बिस्किट चाहिँ यहाँनिर कुकिज। यहाँ भाइले चाहिँ ढेँडो खाने कुरा गर्दैछ। के खानु मन पऱ्यो अरे भाइ? ढेँडो? के को ढेँडो खाने? अब आमाले के को बनाउँछ? अब आमाले चाहिँ ढेँडो बनाएर खुवाउँछु भनेछ अरे हो। अन्त भाइले चाहिँ एकदम ढेँडोको कुरा गर्दैछ। हाम्रो चाय बनाउने बहिनी चाहिँ यहाँ छ। यहाँ आमाले चाहिँ एकदम चिकन बनाउनु हुँदैछ होइन आमा? आमाले यहाँनिर हाम्रो लागि चिकन सुप बनाइदिनु हुँदैछ। एकदम यहाँ मासु पकाउनु हुँदैछ हो। आमाले सुप पनि लगाइसक्नु भएको छ हो। म चाहिँ यहाँ यो बिस्किट खाँदैछु। यस्तो मजाले उम्लिँदैछ हो एकदम। आमाले चाहिँ यहाँनिर सिमरायो पनि बनाउनु हुँदैछ साइडमा। निङ्ग्रो पो हो यहाँ निङ्ग्रो बनाउनु हुँदैछ। निङ्ग्रो अरे आमाको यहाँनिर हो। आमाले चिकन खानुहुन्न, त्यही भएर चाहिँ आमाले यहाँ निङ्ग्रो बनाउनु हुँदैछ। हाम्रो आपा बिहामा जानु लागि चाहिँ एकदम यहाँ रेडी सिडी भएर पेमाले फोटो खिचिदिनु हुँदैछ। यहाँ विङमा पनि खिच्दैछ। एकदम भ्यू दामी देखिरहेको छ। एकदम हिरो भएर हाम्रो आपा यहाँ फोटो खिच्नु हुँदैछ। यहाँनिर दुईजना मिङमा र पेमा भएर आपाको फोटो खिचिदिँदैछ यहाँनिर। भाइ आमा यहाँ बसिराख्नु भएको छ। म यहाँ छु, मिङमा यहाँ छ। आपा यहाँ एकदम रेडी सेडी भएर अब बिहामा जानु आँट्नु भएको छ। यहाँनिर चेयरमा बस्नु हुँदैछ आपा। पेमा यहाँ छ। पर आमा यहाँ एकदम हँसी मजाक गर्नु हुँदैछ यहाँनिर। आमा आज त आपा हिरो गरेको है। गाडी ठिक छ। आपाको छ भन्दा आमालाई त उस्तो देखेको हेर्नु त्यहाँ। कसो कुकुर हो फेरि? गाडी आइसकेको छ। अब जानुभएको अब यहाँनिर हो। गाडी यहाँ तल छ। अब आपा यहाँनिर जानुभयो। अब आपा यहाँनिर गाडीमा चढेर यहाँ आपा जानुभयो। बिहा चाहिँ यो पहाडी देख्दै गरेको गाउँमा हो। यो पहाडी गाउँमा जानुभएको हाम्रो आपा चाहिँ बिहामा हो। यहाँ यो पहाडी गाउँ यो चाहिँ सुम्बुक भन्छ। यहाँ सुम्बुकमा चाहिँ आपाको स्टाफको बिहा, स्टाफको कोही कजनको बिहा रहेछ, त्यहाँ जानुभएको। यहाँनिर खाना खानु बसेको। यो चाहिँ मेरो खाना हो। यो चाहिँ हो पालङ्गी र आलुको सब्जी, या निङ्गुरेको सब्जी। यो चाहिँ कुखुराको बस्तीको कुखुराको सुप। आमा खाना खानु हुँदैछ आमाले। मिठो भयो आमा? आफै बनाएको है? मिठो भयो। आमा म भाइ मेरो कपाल फुलेछ। आमाले कपाल फुलेको कपाल टिप्दिनु हुँदैछ। दिउँसोको काम छैन, खाना खाएर यही हो अब। कपाल फुलेकोहरू निकाल्यो।
बस्यो आमाले यहाँ मेरो कपाल फुलेको फुत निकाल्नु हुँदैछ यहाँ आमाको फुलेको छैन है फुलेको छ आमाले एउटा कपाल फुलेको 100 रुपैयाँ दिन्छ अरे हो निकालेको दिनमा कमाइ राम्रो हुने रहेछ मेरो आमा 100 ले पनि यहाँ बडा हुनुहुन्छ एकदम अडियन्समा यहाँ यिनीहरू सबैजना यहाँनिर एकदम यहाँनिर एक्टिभिटिजहरू देखाउँदैछ उनीहरूले चाहिँ यहाँ भाइ छ यहाँ भाउजू यहाँ हाम्रो बहिनी पेमा मिङमा यहाँ लक्ष्मी सबैजना हेर्ने अडियन्समा यहाँनिर हो यिनीहरू सबैजना यहाँ कुद्ने रेस देखाउने र म चाहिँ यहाँ छु म चाहिँ एकदम भिडियो गरिदिने उनीहरूको यहाँ सबैजना बसेर यहाँ चाहिँ सबैजना अडियन्सहरू हेरिहाल्नुहोस् है यहाँनिर इभिनिङ टाइममा अब यहाँ उनीहरू एकदम रेस गर्दैछ घाम यहाँ माथि लागेको छ हो भाइले चाहिँ के चाहिँ नानीहरूसँग एकदमै खेलिसकेर चाहिँ अब चाहिँ यहाँ तल बारीमा गएको मकै यत्रो भइसकेको रहेछ यहाँनिर हाम्रो पेमा चाहिँ यहाँबाट आइराखेको रहेछ बारीमा त्यही भएर आएको म पनि मकै चाहिँ खोर्सानी फलेको रहेछ बारीमा डल्ले खोर्सानी पेमा डल्ले खोर्सानी यहाँ पेमा यहाँ म हाम्रो पेमा चाहिँ डल्ले खोर्सानी टिप्दैछ निकै फलेछ खोर्सानी अलिक यो रङ चढेकोहरू त टिप्न अन्त यो पनि छ त रङ चढेको अलिक कुहिन्छ हौ के भएछ के भएछ हाम्रा पानीले कुहिएछ टिपिराख्नु अन्त यता होइन म पनि लिएर जानुपर्छ है अलिक 1-2 दिनमा टिप्छु है त्यहाँ पर यहाँ इस्कुस उम्रेर यत्रो भइसकेको रहेछ उपर के छ ए लौकाहरू रोपेको छ है यहाँ पर चाहिँ लौकाहरू लगाएको रहेछ हो यहाँ पोस्टकहरू रहेछ फुलतरुल 2 प्रकारको रहेछ यहाँनिर यो हल्दी हो कि पोस्टकर हौ यो फुलतरुल हो यो पनि ए 2टा रहेछ एउटा एकदम ग्रिन यो चाहिँ एकदम के भन्नु अब यो येलो ग्रिनिस भनौँ न अब त्यस्तो छ अन्त यहाँनिर चाहिँ एकदम फुल खिलिरहेको रहेछ के हो यो पेमा यो यहाँ लौकाले फुल खिल्दै रहेछ करेला यहाँ रहेछ लौकाले फुल खिल्दै रहेछ यहाँनिर अब अलिक पछाडिको अब यो अलिक निकै बादमा आउँदाखेरि मात्रै फलेको हुन्छ होला हो अब बारी चाहिँ यस्तै छ भर्खर पानी पाउन स्टार्ट भएर चाहिँ अलिक हरियाली हुँदै रहेछ बारीमा पनि हो यस्तै खोर्सानीहरू पनि पुरा फल्नु चाहिँ फलेको रहेछ तर पानी र घाम भएर चाहिँ अलिक कुहेर झर्दै रहेछ यो फल्दै गरेको चाहिँ अलिक पछाडि टिप्छु म फर्किने बेलामा सिमल तरुल पुरा फलेको रहेछ खोर्सानी चाहिँ मकै यत्रो भएछ हो अब यसको यो धान चमेर आउनु आँटेछ अलिक छिप्पिँदै रहेछ हो फर्सीको लराहरू गएको रहेछ भुइँमा यसरी अब चाहिँ घाम डुब्दै रहेछ यहाँनिर हो यसो गरेर हेर्दाखेरि चाहिँ 2टा जस्तो देख्दो रहेछ घाम पनि के तर यो बादलले गर्दाखेरि चाहिँ पार्टिसन भएको रहेछ डुब्दै गर्दाखेरि चाहिँ 2टा जस्तो देख्दो रहेछ है फम्सीको रुख यो चाहिँ मजाले फल्छ अस्ति पनि मजाले फलेको थियो तर अब त्यस्तो बेसी मात्रामा चाहिँ थिएन कम्ती लास्ट इयर चाहिँ मजाले फलेको थियो हो फल लाग्दै गरेर चाहिँ लाग्यो मलाई यहाँनिर हेर्नुहोस् त फल लाग्दैछै साथीहरू एभोकाडोको चाहिँ पम्सीको चाहिँ फल लाग्दै रहेछ यहाँनिर हो वाउ आइसला हेर्नु फल लाग्दै रहेछ पम्सीको अब यो पानी परेन अलिक राम्रो भयो भने त वाउ कस्तो अब अलिक पछाडि छिप्पिहाल्छ यो अब हो फल मजाले लागेको छ यहाँ 2टा रहेछ बोट पनि हेर्नुहोस् है फल मजाले लागिरहेको रहेछ र मभन्दा पनि अग्लो यहाँ डल्ले खोर्सानी रहेछ यो डल्ले खोर्सानीको बोट हेर्नु त यहाँ टुप्पा यहाँ माथिसम्म मभन्दा पनि अग्लो अब म चाहिँ यो मचानभन्दा अग्लो जाँदिनँ नि त हो अब यो मचानभन्दा अग्लो यहाँ डल्ले खोर्सानीको चाहिँ बोट यो लाप्टे सिबी भन्छ हामी चाहिँ तपाईँहरू के भन्नुहुन्छ है लाप्टे सिबी फलिराखेको रहेछ एक छाक भए पनि सब्जी हुने रहेछ अब जाँदाखेरि चाहिँ लिएर जान्छु यो पालङ्गीको साग
यो ठुलो खालको यो भोटे धनियाँ खोज्दै थिएँ हो। यहाँ चाहिँ मैले बल्ल बल्ल पाएँ यहाँ हो। तर यो छिपिसकेको रहेछ यहाँ बोट हो। अब यसको मुनिको पत्ता चाहिँ टिप्छु। चाहिँ एकदमै मलाई चाहिँ एकदम मिठो लाग्छ यसको चाहिँ क्या स्मेलै अब यस्तो साह्रो अब दामी हुन्छ अब है। यो चाहिँ के को बोट डिनर बनिँदैछ यहाँनिर चिकन वाचिपा चिकन यहाँनिर पाक्दैछ हो। सो हाम्रो चाहिँ अब यहाँ वाचिपा चाहिँ एकदम रेडी भइसकेको छ। हेर्नुहोस् है कसलाई मनपर्छ वाचिपा कमेन्ट गरेर भन्नुहोस् होला है। सो अहिलेको लागि बाइ एभ्रिवान। फेरि तपाईँहरूलाई म नेक्स्ट भिडियोमा भेट्नेछु। टेक केयर।